कर्मचारीहरूको भूमिका अहम रहेको हुन्छ। देश सङ्घीय राज्य व्यवस्था गएको 1 दशकभन्दा बढी समयमा पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनको लागि सङ्घ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासनलाई व्यवस्थापन एवं मार्गदर्शन गर्ने छाता कानुनको रूपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्यल र अस्थिरताको भुमरीमा परेको छ। राज्यको प्रत्यक्ष उपस्थितिमा जनाउने सार्वजनिक सेवा प्रवाह प्रमुख माध्यमको रूपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय हो। यस विषयमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले संयुक्त रूपमा सङ्घीय संसद, नेपाल सरकार र सरकारवाला निकायहरूलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको विषय सर्वविदितै छ। सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवा शर्तको सम्बन्धमा व्यवस्था बनेको विधेयक मन्त्री परिषदबाट 2080 साल भाद्रमा निर्णय भएको करिब 6 महिनापछि 2080 साल फागुनमा मात्र सङ्घीय संसदमा पेश भएको विधेयक सङ्घीय संसदमा सैद्धान्तिक छलफलपछि सङ्घीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अर्को 6 महिनापछि 2081 भाद्रदेखि मात्र छलफल हुनु र ढिलो गरी उपसमिति गठन गरेर सङ्घीय निजामती सेवा विधेयक माथि छलफल सुरु भए पनि राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले संयुक्त ट्रेड युनियनबाट पटक उठान गरिएका विषयवस्तु समावेश नगरी समितिमा प्रतिवेदन पेश गर्नुले हाम्रा साझा माग मुद्दाप्रति उपसमितिले व्यवस्था गरेको हाम्रो बुझाइरहेको छ। सरकारवाला पक्षसँग पटक भएका छलफलभन्दा फरक विषय प्रतिवेदनमा प्रस्तुत हुनुले सरकार र संसदलाई यो ऐनको विषयमा गम्भीर चासो र चिन्ता नभएको हो कि भन्ने आशंका उत्पन्न भएको छ। सङ्घीय निजामती सेवा ऐन निर्माण गर्दा राष्ट्रिय स्तरका ट्रेड युनियनहरू संयुक्त रूपमा विगतमा पेश गरिएका 85 बुँदे मागहरू 2078 साल माघ 12 गते सर्वोच्च अदालतले सङ्घीय निजामती सेवा निर्माण गर्दा पहल गर्नुपर्ने निर्देशनात्मक आदेश र स्थानीय तहका कर्मचारीहरूको आन्दोलन पश्चात नेपाल सरकार र राष्ट्रिय स्तरका ट्रेड युनियन बीच 2080 असोज 27 गते भएको सम्झौतामा उल्लेख भएका मागहरू विश्लेषण गरी पेश गरिएका तपसिलका मागहरूलाई अनिवार्य रूपमा समावेश गर्न राष्ट्रिय स्तरका ट्रेड युनियनहरूसँग वार्ता, संवाद र छलफलका माध्यमबाट समस्याको समाधान निकाली सङ्घीय निजामती सेवा ऐनको विधेयक समितिको सुझावसहित संसद प्रतिनिधि सभाको प्रथम बैठकभन्दा अगावै पेश गर्न राज्य व्यवस्था तथा सुशासन समितिसँग जोडदार माग गर्दछौँ। संयुक्त ट्रेड युनियन सञ्जाल निरन्तर दबावमूलक कार्यक्रममा रहेको र फेरि पनि हाम्रा मागहरूप्रति सरकार संसद उदासीन भई सुनाइ नगरेमा संयुक्त ट्रेड युनियनको सञ्जालको तर्फबाट थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने र त्यसै गरी संयुक्त रूपमा गरिने आन्दोलनका लागि तयार रहन आम कर्मचारीहरूलाई समेत अनुरोध गर्दछौँ। साथै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार संसद र सरकार स्वयं हुनुपर्ने ब्यौरा यसै ज्ञापन पत्र मार्फत स्पष्ट पार्न चाहन्छौँ। मागहरू: निजामती कर्मचारी सङ्घ भन्नाले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई सम्झनुपर्छ भन्ने विषय परिभाषामा समेट्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्धमा कायम हुने गरी पेशागत हकहित र अधिकारका लागि सङ्गठित हुन कार्यालय प्रमुख हुने बाहेक शाखा अधिकृत र 8औं तहसम्मका कर्मचारीहरू सदस्य हुन पाउने गरी सामूहिक सौदाबाजी सहितको राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्ने, राप द्वितीय श्रेणी तथा सहायक चौथोमा पदपूर्ति गर्दा खुल्ला 70%, अन्तर्तह 20% र बढुवा 10%, राप तृतीय श्रेणीको पदपूर्ति सम्बन्धी व्यवस्था खुल्ला 50%, बढुवा 40%, आन्तरिक तह 10%, राप द्वितीय श्रेणी वा 9औं तहको पदपूर्तिका लागि खुल्ला 10%, अन्तर्तह आन्तरिक प्रतिनिधिमा 10% र बढुवा 80% पदपूर्ति गर्ने व्यवस्था हुनुपर्ने, साथै योग्यता पुगेका सहायक स्तर र राप श्रेणीका कर्मचारीहरूलाई पनि राप द्वितीय श्रेणीको खुल्ला प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्नुपर्ने। 4. कुनै पनि पदमा 5 वर्ष सेवा अवधि भएको कर्मचारी
कर्मचारीलाई एक तह वृद्धि र 10 वर्षसम्म सोभन्दा बढी सेवा अवधि भएको कर्मचारीलाई पछिल्लो 5 वर्षको कार्य सम्पादन मूल्याङ्कनबाट कम्तीमा 90% अङ्क प्राप्त गरेका कर्मचारीहरूलाई कानुन बमोजिम योग्यता पुगेका कर्मचारीहरूलाई 2 तह वा 1 श्रेणी वृद्धि गरी तह मिलान गर्नुपर्ने र प्राविधिक सेवाका कर्मचारीहरूको बढुवाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता र सेवा प्रवेशका लागि तोकिएको तालिमलाई आधार मानि बढुवा गर्ने व्यवस्था गर्ने साथै बढुवा सम्भाव्य उम्मेदवार हुन राजपत्राङ्कित कर्मचारीको हकमा 5 वर्ष र राजपत्र अनङ्कित कर्मचारीको हकमा 3 वर्ष कायम हुनुपर्ने। 5 सङ्घीय निजामती सेवा ऐन जारी भएपछि सङ्घीय कानुन बमोजिम सङ्घ प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकको लागि समायोजनका लागि छनौटको अवसर प्रदान गर्नुपर्ने। निजामती कर्मचारीहरूको सरुवा प्रणालीलाई व्यवस्थित गर्न सक्रिय र पूर्वानुमान योग्य बनाउँदै सम्बन्धित प्रदेश तथा स्थानीय तहको सहमतिमा आधारमा अन्तर प्रदेश र अन्तर प्रदेश स्थानीय तहको सरुवाको व्यवस्था गर्ने साथ सङ्घ प्रदेश र स्थानीय तहको जुनसुकै तहमा कार्यरत कर्मचारी खुल्ला आन्तरिक प्रतिस्पर्धाबाट अर्को तहमा नियुक्ति भएको निजको सेवा निरन्तरताका साथै निवृत्ति भरण पाउने गरी नियुक्ति भएको कर्मचारी प्रदेश र स्थानीय तहमा आन्तरिक तथा खुल्ला परीक्षा उत्तीर्ण गरेमा निवृत्ति भरण प्राप्त गर्ने प्रावधान कायम गर्नुपर्ने। अस्थायी करारमा काम गरेका कर्मचारीलाई एक पटक उमेरको हक नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्ने र हुन नसक्ने कर्मचारीहरूलाई स्थायी सरहको उपदान दिएर अवकाशको व्यवस्था गर्ने र करारमा नियुक्ति गर्नु परेमा लोकसेवा आयोगको अस्थायी सूचीमा परेका उम्मेदवारहरूलाई नियुक्ति दिने व्यवस्था गर्ने। 9 लोकसेवा आयोगबाट 76 सालमा नियुक्त भई स्थानीय तहमा कार्यरत कर्मचारीहरूको स्थानीय तहको दोहोरो सहमतिका आधारमा कामकाजमा गर्न खटाइएका कर्मचारीहरूलाई कार्यरत रहेको स्थानीय तहमा पदस्थापन गर्नुपर्ने। स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टीकृत सेवाको रूपमा विकास गर्ने। 11 राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा अतिरिक्त सचिवको पद सृजना गर्दा निजामती सेवा ऐन लागू भएपछि नियुक्ति हुने अतिरिक्त सचिव सेवा अवधि तोकिनुपर्ने। धन्यवाद। गोपाल प्रसाद अधिकारी, अध्यक्ष, नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति।